के छ भने हाम्रो यो हाम्रो बस्ती छ नि, बस्तीको यो बस्ती यो पास गर्ने विषयमा पास त हाम्रो समितिको आइसकेको छ। त्यो विषयमा के छ भने हाम्रो त्यो नाममा भएको मान्छेहरूको के अरे आफ्नो त्यो पूर्वमा नाम भएको मान्छेहरू कोही मृत्यु भइसक्यो, तिनीहरूको आफ्नो घरबाट छिटो आफ्नो घरबाट वडामा गएर मृत्यु दर्ता गरेर के डकुमेन्टहरू चाहिन्छ त्यो नार्जा सार्जा के चाहिन्छ त्यो सबै रेडी गरेर बस्नु होला। किनभनेदेखि त्यो भन्ने बित्तिकै अब मान्छे भेट्न नसक्ला, किनभने त्यत्रो मान्छे छ, त्यत्रो मान्छेमा एउटाले मात्रै त्यो डकुमेन्ट पुऱ्याउन सकेन भने सबै काम रोक्छ हाम्रो। त्यही भएर आफ्नो समस्या आफूले घरको समस्या आफूले टार्नु। किनभने फेरि कस्तो आउँछ भने फेरि भोलि बुवा जस्तै उहाँको भन न मानिलियो, अब उहाँको बुवा बित्नुभयो, दुईजना दाजुभाइ हुनुहुन्छ, अब कसको नाममा ल्याउने कसरी ल्याउने त्यो सबै कहिले नै सल्लाह गरेर जानु बस्नु। सल्लाह आफ्नो घरैसी कुराहरू सल्लाह गरेर बस्नु। त्यसपछि भोलि त्यसले गर्दा समस्या पऱ्यो भने त्यो एउटाले गर्दाखेरि सबैको रोकिन्छ क्या। त्यही भएर त्यस्तो कुराहरूमा पनि ध्यान दिनु भन्दै अब यो कहिलेतिर हुन्छ सूचना आउँछ त्यो डकुमेन्ट चाहिँ रेडी गर्दै बस्नु हाम्रो। किनभने यो तिरो पनि तिरेका छन्, त्यो तिरो पनि तिर्नु पर्ला सबै कुरो। त्यो नार्जाहरूले गर्दाखेरि अलिकति समय नार्जा चाहिने रहेछ, अनलाइन सिस्टम रहेछ अहिले, त्यसले गर्दाखेरि तिरो तिर्न अलिक गाह्रो भइरहेछ। यताउति मान्छेलाई फलाना डिस्कन नभनिकन आफ्नो डकुमेन्ट रेडी गरेर बस्नु। अब बुझेर आफ्नो डकुमेन्ट आफूले रेडी गरेर बस्ने, नभएकोले भएको नभएकोलाई रेडी गर्नु पऱ्यो नि त। त्यो खालि भन्नु मान्छे विधेयक छ भने मृत्यु दर्ता गरेर रेडी गर्ने, त्यस्तोहरू रेडी गरेर बस्नुपर्छ भन्दै मेरो आजको कार्यक्रम